नमस्ते सर सर हजुर गरी त सर हुन्छ नि म चाहिँ ब्लड दिनुको लागि रेडी भइरहेको छु हो अनि यो चाहिँ टाटा हस्पिटलमा हो एकजना पेसेन्ट आउनु भएको छ अस्ति मैले भिडियो पनि हालेको थिएँ उहाँको चाहिँ ल्युकेमिया रहेछ अन्त ब्लड पुरा चाहिने रहेछ कि अन्त अरूलाई पनि भनेको थिएँ तर अरू चाहिँ अब त्यस्तै भयो ड्युटीले गर्दा आउनु सकिएन अनि म चाहिँ आएँ र अब यहाँ ब्लड दिनु मेरो चाहिँ रेडी भइसक्यो हो लिएर आउँदैछ अरू सबजना चाहिँ निकालिसक्यो यहाँनिर निकाल्दैछ अरू पनि छ थुप्रै यसरी हो अनि अब चाहिँ मेरो टर्न ओछ्यानमा सुतेर म चाहिँ रेडी भइसक्यो हो अब हेरौँ म चाहिँ अब ब्लड दिनुको लागि एकदम रेडी भएँ यहाँ टिभी पनि रहेछ यहाँ सबैजना ब्लड दिँदैछ हो मेरो पनि टाइम आयो म चाहिँ यहाँनिर बेडमा बसिरहेको छु मेरो पनि यहाँ निकाल्छ सामानहरू सब ल्याइसक्यो खुन निकाल्नु चाहिँ सुरु भयो मेरो पनि अब यहाँनिर मेरो चाहिँ यहाँ निकाल्दैछ हो अन्त आज चाहिँ खासमा चाहिँ म चाहिँ मन्दिर जानु पर्यो भनेर बाहिरको मन्दिर जानु पर्यो घरदेखि बाहिर अब भनेको थिएँ कि तर अब अचानक यहाँनिर पेसेन्टलाई खुन चाहियो अरे अन्त अब आजै आउनुपर्ने भनेर चाहिँ आज चाहिँ अब खुन दिनु आएँ हो आज सावनको 3रा सोमबार त मेरो त यहाँ ब्लड दिइ पो चम्किँदै खुन दिइ पो चम्किँदैछ यहाँनिर 350 ml चाहिँ निकाल्ने रहेछ हो अन्त हुन त अब पहिला पनि मैले ब्लड दिएको अब यो जस्तो राम्रो काम के हो होइन मान्छेलाई अब बुझाउनु साह्रो छ कतिजनालाई मैले भनेको थिएँ होइन दिनु भनेर कि हुन चाहिँ मान्छे डराउँछ कि खुन दिनुको लागि तर खुन दिनु जस्तो राम्रो चाहिँ केही होइन अब मैले गर्दा होइन कसैको जीवन बाँच्यो भने कति राम्रो कुरा होइन ब्लड दिनु चाहिँ अब एकदम राम्रो हो होइन तपाईहरुले ब्लड दिनु हुँदाखेरि अब कसैको जीवन अलिकति लङ लास्टिङ भयो भने होइन कति राम्रो कुरा हो त्योभन्दा धर्म कुरा केही पनि होइन जस्तो लाग्छ मलाई चाहिँ होइन म चाहिँ प्राय वर्षै पछि नै ब्लड दिन्छु कोही न कोही आएको हुन्छ होइन माग्छ खुन अन्त खुन चाहियो भनिरहेको हुन्छ प्राय जस्तो यो टाटा हस्पिटल अब क्यान्सर पेसेन्टलाई नै खुन त बेसी चाहिन्छ होइन त्यही भएर म चाहिँ प्राय वर्षै पछि नै खुन दिन्छु त्यही भनेर आज पनि खुन दिनु आएको तपाईहरुले खुन दिनुहोस् होला है सबैजनाले 3 महिना बादमा त फेरि नयाँ खुन बनिहाल्छ एकदम राम्रो हो तर खुन दिनु चाहिँ फेरि बिचारा कोहीकोहरू पुरा डराउँदैछ बिचारा कि सुईसँग डर लाग्छ अरे हो यहाँनिर मेरो चाहिँ खुन यहाँनिर जित्दैछ अब भर्ती हुन आँट्यो मेरो चाहिँ हो अन्त छ दुख्दैन पनि केही पनि हुँदैन होइन र मान्छे चाहिँ पुरा डराउँदो रहेछ नि त खुन दिनुको लागि होइन केही हुँदैन खासमा चाहिँ खुन दिँदाखेरि चाहिँ त्यो कमिलाले चिलेको जस्तो कि अलिकति चिर्कै चाहिँ हुन्छ कि हातमा बस त्यति नै हो अन्त खुन निक्लेको चाल पनि पाउँदैन होइन म चाहिँ प्रायः वर्षमा एकपल्ट चाहिँ दिएकै हुन्छु हो प्रायः जस्तो म आफ्नो जन्मदिनमा दिन्छु तर अब यसपालि चाहिँ मेरो खुन थियो फेरि यसरी माग्नेहरू पनि आउँछ नि त होइन बिचबिचमा अब खुन चाहिन्छ उनीहरूलाई होइन त्यसको लागि पनि राखिराख्नुपर्छ अन्त त्यही भएर यहाँनिर म चाहिँ बसिरहन्छु कि मेरो खुन निकालेको छ खुन चुस्रा हे मेरा हाँस्दैछ उनीहरू पनि मैले भिडियो गरेको देखेर हाँस्दैछ उनीहरू पनि खुन चुस्रा है मेरो भनेदेखि मेरो चाहिँ सक्यो खुन चुसिसक्यो यति हो कति मिनट लाग्यो कति मिनट लगा 8 मिनटमा सकिहाल्यो खुन चुसेर सक्यो हाँ जी मैं कालिम्पोङ से हूँ इसको मेरो चाहिँ सक्यो निकालेर हो खुन निकालिसकेर चाहिँ तल यसरी टाउको बनाएर चाहिँ यसरी सुताउँदो रहेछ एकछिन पहिला पहिला यसरी सुताएको जस्तो लागेन यसबाट सुतायो तल सबैलाई यसरी उतानु बनाएर सुताउँदा तल टाउको चाहिँ तल पाक्यो आजको सोमबार त खतरा भयो नि मेरो काममा शिवजीलाई पानी चढाउनु मन्दिर जानु पर्यो बाहिर भनेर त खुन दिनु पर्यो सक्यो तर अब 5 देखि 8 मिनट लाग्दो रहेछ खुन चाहिँ सबैले दिनुपर्छ सबैले दिनुहोस् है कसैको ज्यान बचाउनु कति राम्रो कुरा कति धर्मको कुरा होइन सोमबार त म आटो पालिङ गइहाल्छु नि मन्दिर त भइहाल्छ ब्लड दिनु फाइदा छ नि फेरि यस्तो दिन्छ नि फेरि छुट्टी दियो हो त्यहाँदेखि अन्त यो कागज चाहिँ अब जसको लागि ब्लड दिएको उसलाई पेसेन्ट पार्टीलाई दिनु अरे होइन अनि यहाँ पनि दिएको छ नि फेरि यस्तो खुन दिनेहरूलाई चाहिँ यहाँबाट चाहिँ यति दिँदो रहेछ हो हुन त सधैँ त्यस्तै नै दिन्छ यसपालि पनि के बेसी दियो के दियो यो केक दिएन रहेछ यसपालि
ट्रिट दियो यसपालि ट्रिट भन्ने थियो केक चाहिँ अस्तिपल्ट केक भुजियाहरू पनि दिएको थियो हो दिइसकेर पनि आएर पनि मेरो डिस चस्मा लगाएर यो चाहिँ खाँदिनँ यसमा अन्डा हुन्छ हो अहिले अब साउन्ड चल्दैछ आज त झन् साह्रो सोमबार हो साउनको 30 अनि यो के हो क्याडबेरी रहेछ यो खान्छु यो बिस्किट पनि खानु मिल्छ यो चाहिँ सकिदिए ब्लड दिनु है ब्लड दिनु यस्तोहरू खानु पाउँछ नि पेसेन्ट राम्रो हुनुभएछ अस्तिको भन्दा एकदम राम्रो हुनुभएछ अस्ति त अलिक उयो हुनुभएको थियो खुन नभएर है कस्तो हुन्छ पहेँलो हुन्छ नि त अहिले अलिक राम्रो हुनुभएछ एकदम तपाईँहरू चिन्ता नगर्नुहोस् खुन जति लाग्छ हामीहरू सधैँ छ नि है हामी यस्तो तगडा मान्छेले खुन दिएको एकदम राम्रो जाति हुनुहुन्छ म चाहिँ पेसेन्टलाई भेटेर पनि आएँ बिचरा पेसेन्टलाई पनि अब उयो हुन्छ नि त है घरदेखि टाढो बिचरा आफ्नो त मात्रै यसो कोही हेर्नु आयो भने कति खुसी लाग्छ नि त है 138मा हुनुहुँदो रहेछ हो अब चाहिँ म चाहिँ घर फर्केको लिफ्टको इन्तजारमा म चाहिँ ब्लड दिइसकेर पनि घुमेर छु डक्टरलाई भेट्नु गएको थियो यो डक्टर चाहिँ यति राम्रो छ कि फोन गर्दाखेरि टक्कै फोन उठाउँछ मेरो फोन चाहिँ हो अन्त डक्टरलाई भेटेँ यहाँको डक्टर एकदम राम्रो छ अन्त डाइरेक्टर म्याडमलाई पनि भेट्नु गएँ हो सधैँ यता आउँदाखेरि चाहिँ म केही न केही उनीहरूलाई ल्याइदिन्छु नि त यसपालि चाहिँ कप ल्याइदिएको थिएँ नत्र चाहिँ चियापत्तीहरू सुन्तलाहरू ल्याइदिन्छु नि त माथिको कि अन्त डाइरेक्टर म्याडमले चाहिँ कार्ड पनि दिनुभयो हो अन्त डक्टरको चाहिँ फोन नम्बर छ हो वाट्सएप फोन नम्बर दिनुभएको छ आम्मामा कस्तो राम्रो छ नि डक्टर चाहिँ एकदम ठुलो डक्टर हो यहाँको हो म चाहिँ आउँदाखेरि उहाँहरूसँग भेट गर्छु नि त भेट गर्न आइबस्छु उहाँहरूले पुरा चिन्नुहुन्छ मलाई क्या सब काम भयो आज चाहिँ सब कामै एकदम राम्रो भयो पेसेन्टलाई पनि भेटेर आएँ हो समाज सेवा गर्नु सजिलो कहाँ छ हो बिहान हिँडेको मान्छे यति बेला हुन्छ अन्त यही 8 बज्यो बिहानभन्दा म बिहान बिहानै भनौँ न अब पूजा गरेर हिँडेको अन्त अहिले फेरि बाहिर खानु मिल्दैन चिया बिस्किट मात्रै हो आम्मामा साह्रो 8 बजे रातिको अन्त कहाँ सक्ने सबैको बसको बाटै होइन यो समाज सेवा चाहिँ बल्ल घर आइपुग्यो आम्मामा ठ्याट वाक्कै भयो एक त यो ब्लड डेकोले निन्द्रा लागेको जस्तो भइरहेको हो बल्ल घरमा आएर फ्रेस भएर बल्ल ढुक्कै भयो कि आज चाहिँ खासमा चाहिँ अब साउनको 3 सोमबार चाहिँ हामी चाहिँ अब मजाको अब घरदेखि बाहिरको मन्दिरमा घरमा त बिहानै पूजा भइहाल्छ होइन जानु पर्यो भनेर सोचिरहेको थियौँ कि तर भएन उहाँ पेसेन्टलाई पनि अब खुन लाग्ने भयो छिट्टै फेरि त्यतिखेर पनि मिलेन त्यही भएर चाहिँ मैले चाहिँ आज नै अब म गएँ मन्दिर चाहिँ जानु पाइनँ त्यस्तै हुन्छ क्या समाज सेवामा हिँडिसकेपछि आफ्नो केही पनि मिल्दैन होइन